डे 9 अफ माई 100 डे च्यालेन्ज। हेलो गाइज, इट्स मी सुमन डी परे। आज ड्याडी र म बाबाले नाच्यो। मैले आज मैले बिहानदेखिबाट बेलुकासम्म के गरेँ हेरौँ है त। आज मेरो दिनको सुरुवात बिहान 4 बजेदेखि हुन्छ। त्यसपछि उठेर रेडी सेडी भएर म लाग्छु जुम्बा गराउनलाई। कहाँ भन्दा एसएसजी आज चाहिँ यहाँ मेरो पहिलो दिन रहेको छ। अनि जुम्बा गऱ्यौँ। त्यसपछि हामीले रिल्स बनायौँ जुन चाहिँ गोन्दाङ फिटनेस जुम्बामा पोस्ट भएको छ। सबैले गएर हेरिदिनु होला। त्यसपछि म लागेँ सिधै जिमतर्फ। हल्का स्ट्रेचिङ गरिसकेपछि आज मैले मेरो सोल्डरलाई ट्रेन गरेँ। अनि सोल्डरको मैले आज सुरुमा लगाएँ सोल्डर प्रेस, त्यसपछि डम्बल प्रेस रे समथिङ। केही मिस्टेक भयो भने चाहिँ माफ गरिदिनु होला। त्यसपछि यो के फ्लाइ समथिङ के थियो, यसलाई रोप समथिङ के थियो, अनि यो ब्याक समथिङ के थियो होइन। नामै बिर्सिन्छु कि सोध्या हुन्छु मैले होइन, तर बिर्सिन्छु क्या मैले के हो यो भनेर। त्यसपछि पेटको एक्सर्साइज गरेर आएँ म घरतिर। फ्रेस भएर मैले कपालमा क्रिम लगाएर खाना खाएँ। अनि ड्याडी गएर मेरो डान्स हेर्नु है त गाइज। त्यसपछि रेडी भएर लागेँ बजारतर्फ। गएर हल्का सानोतिनो सपिङ गरेँ यसो अलिकति। त्यसपछि घर आएर एकछिन रेस्ट गरेँ। त्यहीँ बसेपछि आधी घन्टा सुतिसकेपछि फ्रेस भएर फेरि लागेँ कामतर्फ। अनि क्लासहरू गरेर क्लास सकाएर फेरि म लागेँ घरतर्फ। घरमा आएर मैले बनाएँ खाजा। त्यसपछि खाजा खाएँ, एकछिन रेस्ट गरेँ। त्यसपछि मैले आफ्नो बेडसिटहरू मिलाएँ। एक बोतल पानी गट खाइदिएँ। त्यसपछि मैले प्रार्थना गरेँ। प्रार्थनामा चाहिँ आज दिनभरि मलाई परमेश्वरले सुरक्षा राख्नुभएमा परमेश्वरलाई धन्यवाद चढाएर आज मिठो निन्द्रा मागेँ। अनि मैले आमेन गरेँ। अनि मेरो आजको ब्लग यहीँ सक्यो। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई। डे 10 को ब्लग भोलि फेरि आउनेछ। किप सपोर्टिङ मी।